लुगा नकिनेको त अहिले 32 वर्ष भयो। मैले लुगा नकिनेको 1989 अमेरिका गएँ। अब त्योभन्दा अगाडि कहिले कहिले शिक्षक हुँदाखेरि कपडाहरू किनेर लगाइन्थ्यो। 1989 अमेरिका गइसकेपछि अहिलेसम्म म आफैले गएर मेरो लागि भनेर लुगा किनेको छैन। लाउने कसरी? अब लाउने कसरी त्यसको पनि तरिका हुनुपर्ने रहेछ हैन। अब लाउने कसरी भन्दाखेरि 89 जब त्यहाँ अमेरिकामा कलेजमा भर्ना भएँ, फर्स्ट सेमेस्टरमा आफूसँग कलेज पढ्ने अमेरिकन विद्यार्थीहरूले राम्रो राम्रो टी सर्टहरू यस्तो प्यान्टहरू हालेको देखेँ मैले। उनीहरूले गार्बेजमा हाल्ने भनेर राखेँ। मैले भने यिनी यस्तो राम्रो कपडा किन चाहिँ तिमीहरूले फाल्छौ भन्दाखेरि होइन म लगाइसकेँ, मलाई अब यसको रहर पुग्यो, अब मलाई चाहिँदैन फाल्ने भन्छ। अनि मैले चाहिँ थाहा भएन उसले कपडा फाल्दो रहेछ भन्ने थाहा पाएँ र मैले चाहिँ उसोले म लगाउँछु। त्यहाँदेखि मैले त्यो कपडा चाहिँ उनीहरूको कपडाहरू लगाउन थाल्यो र गर्ने क्रममा त त्यसपछि त अरूले पनि थाहा भयो यो कपडा चाहियो भने यसलाई दिएपछि यसले लाउँछ भन्ने कुरा थाहा भयो र त्यो कुरा अहिलेसम्म भइरहेको छ। अमेरिकाबाट फर्केर आए पनि अहिलेसम्म साथीहरूले ल्याइदिन्छन् छन्। जस्तो अहिले म अमेरिकामा गएर डुल्ने क्रममा उनीहरूलाई थाहा थियो, साथीहरूले धेरै कपडा किनेर अरे भयो नकिन भन्दाखेरि पनि किनेर राखिदिएको छ। अब कति कपडाहरू मैले बाँडिसकेँ, किनभने धेरै कपडा राखेर केही फाइदा छैन। एउटा 2 जोर कपडा भयो भने वर्ष जान्छ।